शिक्षकहरूले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न उहाँहरू सडक आन्दोलनमा हुनुहुन्छ। मैले त्यसलाई आन्दोलन भन्दा पनि ध्यानाकर्षणका लागि उहाँहरू सडकमा हुनुहुन्छ भनेर बुझ्ने गरेको छु। त्यसरी नै मैले बुझिरहेको छु। सबभन्दा पहिला त म कार्यवाहक प्रधानमन्त्री तथा माननीय उपप्रधानमन्त्री शहरी विकास मन्त्रीलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हिजो हामी बसेर यो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मात्रै विषय होइन, यो सिङ्गो सरकारको विषय हो। सरकारले एकपटक हामीले शिक्षक प्रतिनिधिहरू, शिक्षक महासङ्घ लगायत सबैसँग बसेर एउटा निष्कर्षमा पुग्नुपर्छ भनेर उहाँले नै चासो दिएर यो विषयलाई महत्त्वपूर्ण रूपमा उठान गर्नु भएर भोलि उहाँहरू सहितको उपस्थितिमा बसौँ भनेर हामी हिजो सल्लाह गरेर उठेका थियौँ। म कार्यवाहक प्रधानमन्त्रीलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसैगरी गृहमन्त्री, प्रमुख सचेतक, मुख्य सचेतकहरू पार्टीका उहाँहरू सबैको उपस्थितिमा हामीले यो साझा सवाल हो, संसदको पनि सवाल हो, सरकारको पनि सवाल हो भनेर सबैको ध्यानाकर्षण भएर यसमा केही हामी समाधानका लागि अगाडि बढ्नुपर्छ भनेर हिजो निष्कर्ष निकालेर गएका थियौँ। यहाँको छलफल पछाडि मैले शिक्षक महासङ्घ, शिक्षक प्रतिनिधिहरू सबैलाई आफैले फोन गरेँ र आजको लागि आमन्त्रण गरेँ। उहाँहरूलाई फोन गरेर आमन्त्रण गरिसके पछाडि अनौपचारिक भयो भनेर आज हामीले मन्त्रालयले फेरि एउटा पत्र पठायौँ उहाँहरूलाई सबैलाई 3 बजे यहाँहरू उपस्थित हुनका लागि अनुरोध गर्छौँ भनेर पत्र पठायौँ। हिजो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक आह्वान गर्यो, हामी शिक्षकहरूसँग वार्ता गर्न चाहन्छौँ। यहाँहरूले लागेका कुराहरू हामीसँग संवाद गर्न सक्नुहुन्छ। यहाँहरूको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सधैँभरि खुल्ला छ, स्वागत गर्छौँ भनेर हामीले सार्वजनिक आह्वान पनि गरेका छौँ। मलाई के लाग्छ भने सरकार लचिलो छ। सरकारले शिक्षकका मागहरूलाई कहीँनिर पनि दृढताका साथ सम्बोधन गरेर अगाडि बढ्ने गर्ने अगाडि बढिरहेको छ। आज आमन्त्रण गरिएको त्यसमा पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मात्रै होइन, सिङ्गो सरकारले, कार्यवाहक प्रधानमन्त्रीले आमन्त्रण गर्नु भनेको सिङ्गो सरकारले आह्वान गर्नु हो। सिङ्गो सरकार मात्र होइन, संसदको प्रमुख सचेतक, दलका प्रमुख सचेतक, मुख्य सचेतकहरू सहितको उपस्थितिमा हामीले चाहिँ उहाँहरूलाई आह्वान गरेका थियौँ, आमन्त्रण गरेका थियौँ। आज उहाँहरू आउनु भएन, हामी अहिले आउँदैनौँ भनेर उहाँहरूले खास गरी औपचारिक खबर त केही आएन। हामीले करिब 1.5 घन्टा पर्ख्यौँ। 1.5 घन्टा पर्खिँदा उहाँहरू नआउनु भएपछि हामी अहिले अब फेरि उहाँहरूलाई संवाद गर्ने गरी, आमन्त्रण गर्ने गरी आजको बैठक चाहिँ हामीले स्थगित गरेका छौँ।